सिधै डाइरेक्टली प्लग एन्ड प्ले हो क्या। रेकर्डिङको लागि हामीलाई एकदम एक्सपेन्सिभ गियरहरू चाहिँदैन र चाहिँदैन है। हेलो एन्ड नमस्ते सबैजनालाई, फेरि पनि मेरो भ्लगमा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ म मेरो गियर्स र ग्याजेटहरू रिभिल गर्न गइरहेको छु। सो कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला, धन्यवाद। फर्स्टमा छ मेरो स्पेसल पेडल क्या होइन। यो चाहिँ भ्यालिटोन GP200 हो। यो चाहिँ अब मल्टी इफेक्ट्स पेडल हो, जुन चाहिँ एकदम बजेटमा नि छ होइन। र यसको फाइदा चाहिँ के छ भन्दाखेरि डाइरेक्ट साउन्ड रेकर्ड गर्न मिल्यो क्या। यहाँबाट ल्यापटपमा जोडेर डाइरेक्ट साउन्ड रेकर्डिङ गर्न मिल्यो। अब यसमा तपाईँहरूको एम्प क्याप सब हुन्छ। सो तपाईँहरूलाई एक्स्ट्रा स्पिकरहरू लिनु परिराखेन, तर इयरफोन चाहिँ लिनु पऱ्यो। यसमा इयरफोनबाट कनेक्ट गरेर कानमा सुन्न सकिन्छ। अब अर्को ग्याजेट रिभिल है। अब रिभिल त के भनौँ, देखिराख्नु भएकै होला। यो चाहिँ पोजिटिभ ब्रिडको स्पार्क मिनी हो होइन। हेर्नु त कति चिटिक्क परेको एम्प छ होइन। यताउता बोक्न पनि सजिलो। मलाई चाहिँ एकदम सजिलो लाग्छ क्या यो एम्प। अन द गो होइन, जोड्यो प्लगिङ गऱ्यो अनि बजाइदिइहाल्यो होइन। अब यसमा चाहिँ फाइदा के छ भन्दाखेरि इनबिल्ट ब्याट्री छ एउटा, ब्लुटुथ पनि छ। डाइरेक्ट फोनबाट तपाईँहरूले एपबाट सब इफेक्टहरू युज गर्न सक्नुभयो। अनि फोनबाट गीत बजाएर ब्याकिङ ट्र्याक बजाएर मजाले गिटार प्ले पनि गर्न सक्नुभयो। अब साउन्ड चाहिँ अहिले एकछिनमा सुनाउँछु ल म यसको। हेर्नु कति आनन्द छ। यो चाहिँ मेरो हिडन ट्रेजर पनि हो है गाइज। ल सो फाइनली मेरो आयो पालो, द लास्ट बट नट द एन्ड होइन जिस्काको। यो चाहिँ आइभेनिज प्रेस्टिज गिटार हो। यो चाहिँ हाई एन्ड गिटार हो, 2402 मोडल हो है यो चाहिँ। अब यो चाहिँ के स्काई ब्लू समथिङ के ब्लू भन्छ क्या यो, मलाई ठ्याक्कै एक्ज्याक्ट नाम चाहिँ थाहा भएन। तर हेर्नुहोस् बब्बाल छ यो गिटार। नेकदेखि लिएर फेडबोर्डदेखि लिएर सब दामी छ। अनि सेमियो डेङ्गनको पिकअप हो यो चाहिँ, कस्टम बिल्ड होइन। अनि हम्बकरहरू दुइटा, 5वटा स्विच छ सेलेक्टर होइन। अनि यसमा चाहिँ यसको स्पेसल फिचर चाहिँ के छ भन्दाखेरि यो चाहिँ यस्तो यो पिकअप माथि जाँदाखेरि सिङ्गल कोइलको साउन्ड पनि निकाल्न मिल्छ क्या। स्ट्र्याट नै बजाउनु मिल्यो होइन सिङ्गल कोइलको। अनि यो तल लाँदाखेरि यो चाहिँ फेरि हम्बकरको साउन्ड पनि निकाल्न मिल्यो क्या। त्यही भएर यो गिटार चाहिँ एकदम खास छ है। ल अब पालो आयो मेरो ज्याकको, लामो लामो डोरीको होइन। अब यो चाहिँ ओरेन्जको ज्याक हो। यो चाहिँ मैले लाइक 3 इयर्स होइन 5 वर्ष भयो, 5 वर्ष अगाडि नै लिएको होला। अहिलेसम्म हेर्नु त ब्रान्ड न्यू छ है। त्यही भएर सामान लिँदाखेरि चाहिँ अलिकति हल्का अलिकति राम्रो लिदियो राख्यो भने चाहिँ अलिक लङ लास्टिङसम्म हुन्छ है। यो चाहिँ ओरेन्जको ज्याक हो, मैले हार्मोनियम म्युजिकल्सबाट लिएको थिएँ। स्टिल वर्क्स फाइन है, दामी छ। अब चाहिँ म तपाईँहरूलाई यसको यो एम्पको साउन्ड सुनाउँछु ल जोडेर। अब मैले अघि नै भनिदिइसकेको थिएँ, यो चाहिँ इनबिल्ट ब्याट्री छ यसमा। त्यही भएर सिधै डाइरेक्टली प्लग एन्ड प्ले हो क्या। डाइरेक्ट अब यसमा के जोड्नु पनि परेको छैन, डाइरेक्टली दामी छैन त साउन्ड गाइज। यो चाहिँ यसमै भएको प्रिसेटहरू है, कति लाउड छ त्यति मात्र सुनाउनु खोजेँ। सो देख्न सक्नुहुनेछ यो चाहिँ अब पोजिटिभ ब्रिड स्पार्क मिनीको होइन डाइरेक्ट एम्प साउन्ड हो। अब प्रिसेट साउन्ड भनौँ न, केही पनि गरेको छैन यसमा चाहिँ। म आउटडोर चाहिँ कतिको बज्दो रहेछ भनेर मात्र सुनाउनु खोजेको। एकदम लाउड नै छ है। यो चाहिँ मैले अहिले कतिमा छ, यो चाहिँ ठ्याक्कै मिडतिर रहेछ, तर अझै लाउड पनि जान्छ है। अब चाहिँ मैले ट्युनरको बारेमा कुरा गर्छु ल। मैले चाहिँ यो चिरपको ट्युनर युज अटो अन क्लिप रहेछ यो। अनि यो चाहिँ मैले दराजबाट पर्चेस गरेको थिएँ। अराउन्ड 2500 पर्छ है यो चाहिँ। तर यो चाहिँ भ्यालु फर मनी छैन ल। मलाई चाहिँ खासै त्यस्तो राम्रो लागेन, किन भन्दाखेरि अटो अन हुने रहेछ। अनि ब्याट्री चाहिँ फेरि त्यही कन्टिन्युसली चलाउँदाखेरि त्यही 30-35 मिनट्स मात्र चल्ने रहेछ है। अब त्यो त
35 मिनट्समा त बजाउँदैन गिटार बजाउने मान्छेहरूले, तर जस काम चाहिँ गर्छ। अनि यो चाहिँ रिचार्जेबल ट्युनर पनि हो, रिचार्ज गर्न मिल्छ, त्यही हो भयो। र अब इनर मोनिटरको पालो आयो ल। इनर मोनिटरको लागि चाहिँ मैले SC215 युज गरिरहेको छु। यो इनर मोनिटर यो चाहिँ एकदम राम्रो छ है, साउन्ड एकदम क्लियर छ, क्रिस्टल क्लियर। धेरैजनाले सोधिराख्नु भएको थियो अब कुन इनर मोनिटर युज गरिराख्नु भएको भनेर, तर यो चाहिँ SC215 हो है। ल अब पालो आयो साउन्ड रेकर्डिङको है। साउन्ड रेकर्डिङको लागि चाहिँ अब तपाईँहरूलाई एउटा ल्यापटप चाहियो। यो चाहिँ मेरो एन्टिक पिस हो, 2016 को मोडल, एकदम सस्तो भरपर्दो ल्यापटप है। अब यसमा चाहिँ मैले एउटा सफ्टवेयर डाउनलोड गरेको छु, अडासिटी है। अब यो चाहिँ एम्प, ल्यापटप र एम्प चाहिँ डाइरेक्ट कनेक्ट छ है। माइक चाहिँ मैले DJI माइक मिनी युज गरिरहेको छु है, यो साउन्ड रेकर्डिङको लागि। अब यो बोलिरहेको साउन्डहरू चाहिँ योबाट रेकर्ड हुन्छ भने गिटारहरूको साउन्ड चाहिँ मैले प्रायः जस्तो त्यही भ्यालेटोन GP200 र के अरे स्पार्क मिनीबाट हालिदिन्छु। तर अब अन द गो बजाउनु पऱ्यो भने चाहिँ वायरलेस माइक पनि हुन्छ होइन। ल गाइस, हामी चाहिँ फाइनली हाम्रो भिडियोको अन्तिमतिर आइसकेको छौँ र यो चाहिँ मेन पार्ट हो है। अब मैले भिडियो केले रेकर्ड गर्छु भन्दाखेरि एउटा चाहिँ iPhone 13 हजुरले देख्न सक्नुहुनेछ, योबाट गर्छु भने। अनि अर्को भिडियो चाहिँ क्यामेरा पनि छ ल, 200D, यो चाहिँ 10 वर्ष पुरानो क्यामेरा हो, जुनमा 25mm को लेन्स पनि छ र माइकहरू हजुरले देख्न सक्नुहुनेछ। ल आजको लागि यति नै। खतरै प्रोफेसनलवाला साउन्डै चाहिएको छ भने चाहिँ तपाईँलाई अब एकदम एक्सपेन्सिभ गियरहरू चाहिइ नै हाल्यो होइन। तर यदि तपाईँहरूलाई अब युट्युब कन्टेन्ट अथवा इन्स्टातिर रिल्सहरूतिर पोस्ट गर्न चाहनुहुन्छ भने चाहिँ अलिक बजेट फ्रेन्डलीवाला गियरहरू पनि युज गर्न सक्नुहुनेछ है। अब के तपाईँहरूलाई रेकर्डिङ गर्नको लागि साँच्चीकै यत्रो एक्सपेन्सिभ गियरहरू चाहिन्छ त? चाहिँदैन है, चाहिँदैन। किन भन्दाखेरि स्टार्टअप गर्नको लागि हामीले जहिले पनि बजेटबाटै सुरु गर्ने हो क्या। मैले पनि रेकर्ड गर्दाखेरि जहिले होइन अब त्यत्रो महँगो सामानहरू त एफोर्ड गर्नै सक्दिनँ नि, कहाँ अब धनी बाउको छोरा हो र हामी, सक्दैन नि होइन। एज अ म्युजिसियन प्रायः गिटार बजाउने मान्छेहरूलाई थाहा होला अब गियर्सहरू कति एक्सपेन्सिभ छ होइन। खानदानी धनी रिच भए भए चाहिँ एउटा कुरा हुन्थ्यो होइन, अब छैन नि त। त्यही भएर चाहिँ स्टार्ट गर्नको लागि फर्स्टमा हामीलाई चाहियो एउटा गिटार है, अनि त्यहाँबाट चाहियो एउटा ल्यापटप, अनि एउटा मिनी एम्प तपाईँहरूलाई 8-10 हजारमा दामी नै आउँछ क्या मिनी एम्प है। अनि अब ल्यापटप त आफ्नो इच्छाको कुरा हो। अनि त्यहाँबाट गिटार पनि अब तपाईँहरूले कस्तो बजाउनुहुन्छ होइन। अब इफ गिटारहरू महँगो छ भने मार्केट प्लेसबाट हजुरहरूले लिन सक्नुहुन्छ, सेकेन्ड ह्यान्ड लिन सक्नुहुन्छ होइन। अब 10,000-15,000मा कहिलेकाहीँ अलिक सस्तोवाला गिटारहरू आइरहेको हुन्छ होइन, हजुरहरूले अब आफूलाई इन्ट्रेस्ट छ भने लिन सक्नुहुनेछ। त्यही भएर रेकर्डिङको लागि हामीलाई एकदम एक्सपेन्सिभ गियरहरू चाहिँदैन है। स्टार्टअप गर्नको लागि जहिले पनि हामीले बजेटबाटै स्टार्ट गर्ने हो र गर्न सकिन्छ है। अनि अर्को कुरा है, अनि भिडियोग्राफीको लागि चाहिँ तपाईँहरूलाई फेरि एकदम एक्सपेन्सिभ कुराहरू फेरि चाहिँदैन है। अब तपाईँहरूसँग जे छ त्यही ठिक छ क्या, 10-12 हजारको एन्ड्रोइड फोन छ भने त्योबाट पनि गर्ने। आई नो त्यो खतरा भिडियो त आउँदैन, तर आफ्नो बजाउने स्किल त बढिरहेको हुन्छ होइन, रेकर्डिङ गर्ने बानी बढिरहेको हुन्छ। अब त्यो बिस्तारै अपग्रेड गर्दै जाने हो नि त है। ल गाइज, आजको लागि यति नै छ। अब चाहिँ म यहाँबाट जान्छु है। अनि स्पेसल थ्याङ्क्स चाहिँ हाम्रो प्रकाश पराजुली भाइ है। आज उसले चाहिँ मलाई एकदम हेल्प गरेको छ। यता आउ न, तिमी पनि थोप्रा देखाइदिउँ न, भाइरल भइहाल्छ कि भाइ होइन। ल स्पेसल थ्याङ्क्स टु हाम्रो प्रकाश पराजुली भाइ होइन, उसले चाहिँ मलाई आज एकदम हेल्प गर्यो। अब एक्लै यत्रो सामान बोकेर होइन यहाँसम्म आउनु त अब सकिँदैन नि होला, त्यसको लागि भाइ एकदम धन्यवाद होइन। यस्तै काम गर्दै जाऊ, दाइलाई हेल्प गर्दै जाऊ होइन। ल थ्याङ्क यू भेरी मच। ल अब चाहिँ म यहाँबाट निस्किन्छु, किन भन्दा अघि पानी परेर यहाँ दिमाग खराब भइसक्यो है। बाहिर म पुरा हतार सामान फेरि पुरा छ सेडमा लानु पऱ्यो नि त, पानीले भिजाउने तनाव थियो होइन। यस्तो भिडियो हेर्नको लागि लाइक, फलो, सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। ल बाई बाई।